हेलो गुड मर्निङ गाइज। आज चाहिँ म बिहान नै उठेर सधैँको जस्तै मन्दिर जाँदैछु। आज चाहिँ पानी नपरे नै घाम चाहिँ एकदमै चर्को लागेको छ, त्यही भएर छाता चाहिँ ओर्नु परिरहेको छ। सधैँको जस्तो आज पनि बाटो त चिप्लो नै छ, तर पनि केही छैन, बिस्तारै बिस्तारै जम्ला। तर लड्न भने चाहिँ सकिन्छ है एकदमै। Let's go. Okay. यो ठाउँ चाहिँ भनेको हाम्रो पोखराको उकालो भन्छन्। उकालोको यो माथिको खुड्किला। अब हामी यहाँ तल तल जाँदै गएपछि एक दुईवटा सल्लोको रुख आउँछ। त्यहाँदेखि उदो भनेको एउटा भिर छ एकदमै राम्रो, त्यसलाई भन्छ गर्ने भिर। त्यहाँ चाहिँ म भ्याएको बेला गएर नजरहरू भयो भने साथीहरूसँग गएको बेला एक दुईवटा भ्लग बनाउने छु। अर्को भ्लगमा म देखाउने छु त्यसलाई। एकदमै राम्रो छ क्या, हामी बस्ने पार्टी गर्ने कहिलेकाहीँ ठाउँ हो। म चाहिँ अगाडि गोकुरी स्कुल पढ्दाखेरि म र मेरो एउटा साथी चाहिँ जहिलेका डेली मन्दिर पूजा गऱ्यो अनि आयो, अनि बस्थ्यौँ क्या। यहाँ तल हो यो, तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँदेखि म जुम गरेर देखाइरहेको छु। ओके, हुँदैन त यार, के भयो? यही हो क्या यो। अलि घाँस पनि अलिक काटेको छैन, त्यही भएर अलिक सिधै छ। आजको मौसम चाहिँ राम्रो छ। बिहान बिहानै बर्खाको समयमा घाम लागेको छ, दिउँसो पानी पर्न सक्छ। मैले यस्तो पढेकै थिएँ कि 5-6 क्लासतिर बर्खाको समयमा बिहानै चर्को घाम लाग्यो भने चाहिँ दिउँसो पानी पर्ने सम्भावना चाहिँ एकदमै बढी हुन्छ भनेर। कहिलेकाहीँ चाहिँ त्यो कुरा साँचो पनि हुन्छ, तर कहिलेकाहीँ चाहिँ नमिल्न पनि सक्छ। त्यस्तै छ। आज चाहिँ म ब्याग बोकेरी जाँदैछु, केही सामान ल्याउनु पर्ने छ बजार गएर। डेली बजार नगएको त डेली बजार जाँदैछु यार म। केही न केही सामान दसैँको टाइम आइरहेको छ, त्यही भएर पनि होला सामान अलिक धेरै नै ल्याउनु पर्ने भएको छ। अरे चिप्लो छ त यार, केही छैन। अहिले चाहिँ हाम्रो 7:30 भइसकेको छ। आज चाहिँ धेरै बेरसम्म सुतेछु, त्यही भएर अलिक ढिलो भयो। हामी आइपुगेको छौँ, यसलाई भन्छ पोखराको अप्ठ्यारो ठाउँ। ओके, पहिला जब अप्ठ्यारो थियो, अहिले चाहिँ यहाँ खुड्किला सुड्किला लगाएर राम्रो बनाएको छ। यहाँदेखि उता चाहिँ गहिरो खोज छ क्या। यहाँ मुनि त्यो खोजमा चाहिँ लड्यो भने मान्छे हराउँछ। त्यति ठुलो त छैन, केही हुँदैन, चोट चाहिँ लाग्न सक्छ। अहिले चाहिँ देखिँदैन, बर्खाको समयमा सबै झाडीझोडी उम्रेर त्यही पनि अलिअलि देखिन सक्छ। यो चाहिँ हाम्रो गनेभिरको माथिल्लो साइड। यहाँ चाहिँ पहिला यो बनाउँदाखेरि मन्दिर स्थापना गरेको थियो, यसको हालत यस्तो छ। यहाँदेखि चाहिँ हाम्रो मेन चाहिँ रुरल म्युनिसिपालिटीको नयाँ भवन पनि देखिँदो रहेछ, त्यो पनि म तपाईँहरूलाई देखाउने छु। यो परको सेतो सानी भर्खर बन्दैछ। यो हाम्रो रुरल म्युनिसिपालिटीको भवन, यो व्हाइट कलरको छ नि जुन, यही नै हो। ओके, यो चाहिँ हाम्रो मोराङ बजार रहेको छ।
धेरै ठुलो त छैन तर पनि एकदमै राम्रो छ। यहाँ भिड रहेको छ एउटा सानो, बर्खाको समय छ, पानी चुहिरहेको छ। हेर्न सक्नुहुन्छ तपाईँहरूले, पानी चुहिएको देखिन्छ होला। बाटो भने एकदमै घाँसले भरिएको, शीतै शीत भएको छ। बाटोमा पुतलीहरूको एकदमै